साथीहरू, एउटा यस्तो जडीबुटीको कल्पना गर्नुहोस् जसको जरा औषधि बनाउन प्रयोग हुन्छ, जसको माग वर्षेनी बढिरहेको छ, तर नेपाल सरकारले यसको रोयल्टी दर प्रति किलो मात्र 5 रुपियाँ तोकेको छ। सुन्दा अचम्म लाग्न सक्छ, तर यही जडीबुटीलाई आयुर्वेदमा शतावरी भनेर पनि चिनिन्छ। कुनै समय जङ्गलमा प्रशस्त पाइने वनस्पति आज अत्याधिक सङ्कलनको दबावमा परेको छ। आखिर के छ यसको विशेषता? किन यसको जरा यति मूल्यवान मानिन्छ र किन यसलाई भविष्यको राम्रो आम्दानी दिने जडीबुटी भनेर चिनिन्छ? आजको भिडियोमा हामी नेपालमा पाइने महत्त्वपूर्ण औषधीय जडीबुटी कुरिलोको महत्त्वपूर्ण जानकारी जान्नेछौँ। नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई हाम्रो च्यानलमा। यदि तपाईँ वन, जडीबुटी, प्राकृतिक सम्पदा सम्बन्धी जानकारी मन पराउनुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नुहोस्। आज हामी कुरिलोको परिचय, पाइने स्थान, उपयोगिता, खेती, रोयल्टी दर तथा संरक्षणका बारेमा विस्तृत जानकारी लिनेछौँ। कुरिलो एक बहुवर्षीय औषधीय वनस्पति हो। यसको वैज्ञानिक नाम एस्पेरागस रेस्मोसस हो। साथीहरू, नेपालको तराई, भित्री मधेस र मध्य पहाडी क्षेत्रमा प्राकृतिक रूपमा पाइने यो जडीबुटी आयुर्वेदिक उपचारमा निकै महत्त्वपूर्ण मानिन्छ। आयुर्वेदमा यसलाई शतावरी नामले चिनिन्छ। यो वनस्पति झाडी वा अन्य बिरुवाको सहारामा फैल्ने प्रकृतिको हुन्छ। साथीहरू, यहाँहरूले कतिले देख्नुभएको छ कुरिलो। कुरिलो करिब 1 मिटर वा सोभन्दा बढी अग्लो हुन सक्छ। साथीहरू, यसको मुख्य डाँठ वरिपरि धेरै हाँगा फैलिएका हुन्छन्। यसका पातहरू सियो जस्तो मसिना र पातला हुन्छन्। साथीहरू, भने श्रावण भदौमा यसमा साना सेता फुलहरू फुल्छन्। फुलपछि फल लाग्छ र पाकेपछि रातो रङको देखिन्छ। तर यसको महत्त्वपूर्ण भाग भनेको जमिनमुनि रहेको जरा हो। साथीहरू, जराहरू सेता र मोटा गुच्छाको रूपमा विकसित भएका हुन्छन्। यहाँहरूले देख्नुभएको छैन? जराहरू कमेन्ट गर्नुहोस्। नेपालमा कुरिलो लगभग 100 मिटरदेखि 1500 मिटरको उचाइमा पाइन्छ। तराई, चुरे तथा मध्य पहाडी क्षेत्रमा वन तथा झाडीमा यसको प्राकृतिक बसोबास रहेको छ। उपयुक्त वातावरण पाएमा यसको खेती पनि सफलतापूर्वक गर्न सकिन्छ है त। यसको मुख्य प्रयोग हुने भाग भनेको चाहिँ कुरिलोको जरा र टुसा हो। साथीहरू, विशेष गरी जरा औषधीय प्रयोजनका लागि व्यापक रूपमा प्रयोग गरिन्छ भने टुसा चाहिँ तरकारी खानको लागि पनि प्रयोग गरिन्छ। यहाँहरूले कतिले खानुभएको छ? यसको टुसाको तरकारी एकदमै राम्रो मानिन्छ। परम्परागत रूपमा कुरिलोको प्रयोग कफ कम गर्न, ज्वरो नियन्त्रण गर्न र आमाशय सम्बन्धी समस्यामा र हृदय स्वास्थ्यका लागि र शरीरलाई शक्ति र तागत दिन चाहिँ लागि प्रयोग गरिन्छ। साथीहरू, आयुर्वेदमा यसलाई महत्त्वपूर्ण औषधीय वनस्पतिको रूपमा लिइन्छ। यसमा पाइने एस्पेरागोसाइड लगायतका रासायनिक तत्त्वले यसको औषधीय महत्त्व अझ बढाएको छ। साथीहरू, कुरिलोको प्रसारण बिउ तथा जराबाट गर्न सकिन्छ। मङ्सिर पौष महिनामा बिउ सङ्कलन गरिन्छ भने फागुन चैतमा नर्सरी बिउ राख्ने गरिन्छ। साथीहरू, यो उचित हेरचाह गरेमा करिब 2 देखि 3 वर्षमा पछि चाहिँ जरा सङ्कलन गर्न सकिन्छ। यहाँले जानकारी लिनुहोला। कम लगानीमा उत्पादन गर्न सकिने भएकाले पछिल्ला वर्षहरूमा यसको खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। साथीहरू, अनि अर्को रोचक कुरा के छ भने साथीहरू, वन ऐन 2076 र वन नियमावली 2079 अनुसार कुरिलोको रोयल्टी दर प्रति किलो 5 रुपियाँ तोकिएको छ। यसले यसको कानुन सङ्कलन तथा व्यापार व्यवस्थापन महत्त्वपूर्ण भूमिका खेलेको छ। तर बढ्दो मागसँगै प्राकृतिक जङ्गलमा अत्याधिक सङ्कलन भइरहेको छ। यदि परिपक्व बिरुवा समेत उखेलेर सङ्कलन गर्ने क्रम जारी रह्यो भने भविष्यमा यसको सङ्ख्या घट्न सक्छ। त्यसैले परिपक्व बिरुवा मात्र सङ्कलन गरौँ, खेतीलाई प्राथमिकता दिउँ, केही बिरुवा पुनरुत्पादनका लागि छोडौँ र दिगो व्यवस्थापनका सिद्धान्त अपनाउँ। कुरिलो केवल एउटा जडीबुटी मात्र होइन साथीहरू, यो नेपालको बहुमूल्य प्राकृतिक सम्पदा हो। यसको संरक्षण, वैज्ञानिक व्यवस्थापन गर्न सके भविष्यमा यसले किसानको आम्दानी र देशको अर्थतन्त्र दुवैमा योगदान पुर्याउन सक्छ। यदि भिडियो मन पर्यो भने लाइक, सेयर र च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोला।